गन्तव्य त पाइँदैन। मन्त्रीज्यू तपाईले यसमा ठुलो कवि कमजोरीहरु तपाईको भएको छ। कारबाही गरेर तपाईले राजीनामा दिनुपर्छ, तपाईले मन्त्रीबाट राजीनामा दिनुपर्छ। हामीले ताकेर बसेको छ, हामी पनि यो देशमा बलियो तामाङहरु पर्छ, बुझ्नुभयो? राणाको पालोमा भीमफेदीबाट गाडी बोकेर हामी तामाङहरु हामी पनि यो देशमा 4 नम्बरमा भोट पाएर आएको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली पहिलो भोट, सेकेन्डमा सिधै हाले सभामुख महोदय, सेकेन्डमा रवि लामिछाने, त्यसबेला डाक्टर सुनिल, त्यसै मैले भोट पाएको यो देशको जनताले हामीलाई पत्याएको छ। तपाईहरु अलिकति देशको लागि, व्यवहारको लागि अलिकति दयामाया लाग्दैन तपाईहरुलाई? बजेट त लानुस्, झापा लानुस् अथवा पापा लानुस् अथवा धनरे लानुस्, मैत्रीमा लानुस्, दौडल्दो लानुस्, त्यो हाम्रो मतलब भएन। तर देश कसरी बनाउने कुराहरु बनाउनु परेन? तपाई त अलि मात्र राम्रो अनुभव होला जस्तो लागेको थियो। तपाईलाई त मान्ने प्रदेशको मान्नेले भोट हालेको, तपाईलाई गाउँपालिका अध्यक्ष उपाध्यक्षले भोट हालेको, मेयर उपमेयरले भोट हालेको। हामी जस्तो जनताले चाहिँ केदाबाट सिका घोडालेर आएको हामी चाहिँ हामी मान्ने हो। खै त त्यो बिपी आयो है, कहाँ गयो? कार्तिक मङ्सिर पुष माघ फागुन चैत वैशाख जेठ असार 9 महिना कहाँ गएको छ? त्यसको भोलि त्यहाँनिर दिनमा 20,000 यताबाट जान्छ, 20,000 पूर्वबाट आउँछ मान्छे। त्यहाँ भोलि ब्लक भयो, त्यहाँको क्षति भयो, त्यहाँ मान्छे मरेर कसले जिम्मेवारी लिने? तपाईँ के हेरेर बस्नुभयो 9 महिनासम्म त्यो बाटो नबनाएर? को थियो त्यो? तपाईँभन्दा ठुलो मन्त्री कोही थियो? त्यो बिपी आयो है मा क्षति कुनै मानिसहरु क्षति भयो भने तपाईको मन्त्रालयमा ल्याएर ल्याउँछु, त्यहाँको जनताहरु हामी बोकेर त्यहाँ ल्याउँछु। तपाईले त्यतिखेर कति बिहेर्नु पर्छ थाहा हुन्छ तपाईले त्यतिखेर।